हेलो नमस्ते गाइज, वेलकम टु माई च्यानल। स्वागत छ। हामी निकै गाह्रो बाटोपछि फाइनल्ली हामी आइपुगेका छौँ यहाँ धौबारीको डाँडामा। यस्तो राम्रो भ्यू छ कि हामी यहाँ दुईजना आएका छौँ। हाम्रो राज सर एकदम ह्यान्डसम सर यता आउँदै हुनुहुन्छ भने म पनि खासै कमी त छु जस्तो लाग्दैन होइन। ल हेर्नुहोस्, हामी यो धौबारीको सिँढी हो। तपाईहरुलाई म देखाउँदैछु यहाँको भ्यू। यो मर्निङमा भने अथवा तुयालो नलागेको भए अझै धेरै राम्रो देखिँदो रहेछ। अहिले यहाँ हिमालहरू एकदम गगनचुम्बी हिमालहरू देख्न सक्नुहुन्छ। यहाँ एउटा प्रतीक्षालय। ठिक छ, मेरो साथमा रहनुहोस्, म तपाईलाई देखाउँदै जान्छु। सर केही भन्नु छ तपाईलाई? खै देवचिली डाँडा यहाँबाट देखिन्छ। ल उहाँ देवचिलीको डाँडा पनि देखिरहेको छ होइन। ठिक छ। ल यहाँ बादल चाहिँ त्यहाँ खत्रै देखिया रहेछ कि बादलको भ्यू। हाम्रो त्यो शिवजी देखिएको चितवनबाट भने हिमाल पनि त्यहीँ रहेछ। तर अहिले भने त्यो त्यहाँ अहिले भने शिवजीले बास बस्नु भएको छ वा छैन। एकदमै राम्रो सिँढी पनि रहेछ यहाँ। यो सिँढीमा चाहिँ एकदम बाइक चलाउँदा हाम्रो थाके पनि यहाँ आएपछि एकदम फ्रेस हुनुभएको हाम्रो राज सर चाहिँ जस्ट स्लो मोसनमा आउँदै हुनुहुन्छ होइन। ल ठिक छ, निकै राम्रो भ्यू रहेछ यो। गाइज एकचोटि तपाईहरू यता नजिक हुनुहुन्छ अथवा टाढैबाट भए पनि आउन सक्नुहुन्छ। हामी चाहिँ अहिले नारायणगढबाट यो यता करिब 50 किलोमिटरको यात्रा पार गर्दै यहाँसम्म आइपुगेका छौँ। बिचमा यो हाम्रो देवचुली नगरपालिका प्रस्थान गर्ने गेटसम्म चाहिँ एकदम राम्रो बाटो दलदलेको त्यो गेटसम्म चाहिँ एकदम राम्रो पिच रोड रहेको थियो भने त्यहाँबाट उकालो केही किलोमिटर राम्रो बाटो छ र त्यसपछि करिब 12 किलोमिटर होइन, करिब 10-12 किलोमिटर चाहिँ अति नै विकट, अति नै गाह्रो त्यहाँ बाटो रहेको छ। हामीलाई चाहिँ त्यो बाटो बाइक चलाउनु पनि एकदम गाह्रो भयो। तर यहाँ चाहिँ मुटु नभएका ड्राइभरहरू बस्दा रहेछन् क्या। तपाईँलाई त्यो भिडियो भने मैले कैद गर्न सकिनँ। बाइकको पछाडि बस्दा हात थर कामेको भएर त्यो भिडियो मैले खिच्नै सकिनँ कि। तपाईँलाई म भन्छु यस्तो थियो त्यो भिडियो भन्दा हामीले बाइक मोड्न नसक्ने बाटोमा मिनी बसमा कोचाकोच खचाखच मान्छे, छतभरि मान्छे, त्यस्तो थियो यहाँको अवस्था। ल फाइनल्ली हामी यो सिँढीको पनि टपमा आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ बाटो, जिप पनि आउँदैछ एउटा। ल हेर्नुहोस् कस्तो लाग्यो तपाईँहरूलाई यो भ्यू। ल हेर्नुहोस् यहाँको रुटको गाडी यहाँ माथि आइपुगेपछि चाहिँ बाटो केही सहज भएकोले यो धुलो उडाउँदै गाडी कुदिरहेको छ। सबैजना आउनु होला, धन्यवाद।